So guys, I think I have found my favorite flavor of bulldog. Favorite चाहिँ नभनौँ, second favorite भनौँ होइन. So this one is habanero lime and it was quite different from what I had expected it to be होइन. habanero lime भन्ने बित्तिकै चाहिँ अलि ट्याङ्गी ट्याङ्गी साउरी छ कि भन्ने सोचेको थिएँ होइन, बट त्यस्तो चाहिँ रहेन रहेछ. एकदमै खाँदा पनि मिठो छ अनि त्यसपछि स्पाइसी धेरै छैन. अब इफ यु कान्ट टोलरेट स्पाइसी फुड देन आई वुड सजेस्ट यु दिस फ्लेभर अफ bulldog. Ani so far I have tried 7 flavors of bulldog होइन. So if I have to rank them, then the first one would be 2 times spicy bulldog. अब यो चाहिँ according to my preference है. फर्स्टमा चाहिँ 2 times spicy, सेकेन्डमा चाहिँ habanero lime भइहाल्यो, थर्डमा ग्रीन प्याकेजिङको जजाङ, देन फोर्थमा चाहिँ रोजे bulldog, फिफ्थमा चाहिँ ओरिजिनल बुल्डग त्यो ब्ल्याक प्याकेजिङमा आउँछ नि, देन सिक्स्थमा चाहिँ कार्बोनारा. अब कार्बोनारा चाहिँ खासै पिरो नलागेकोले आई एम ऱ्याङ्किङ इट एज सिक्स्थ. अनि त्यसपछि सेभेन्थमा चाहिँ त्यो येल्लो प्याकेजिङको चिज फ्लेभरवाला बुल्डग. त्यो चाहिँ मैले चिसै खाएकोले होला, आई क्वाइट डिड नट इन्जोय इट, बट मेबी आई सुड ट्राई इट अगेन. अनि यो बाहेक अरू फ्लेभर्स कतै पाउँछ भने प्लिज लेट मी नो. बाई.